नेता कमरेडहरू सबै जिम्मेवारीमा रहेर यस पार्टीको छविलाई उच्च राख्नको निमित्त अहोरात्र आफ्नो हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु। हामी कम्युनिस्टहरू नेपालमा सामन्तवादको अन्त्य गर्ने, साम्राज्यवादको अन्त्य गर्ने, श्रमजीवी जनताको हक हितको निम्ति कार्य गर्ने मुख्य उद्देश्य राखेर स्थापना गरिएको नेपाल कम्युनिस्ट पार्टी, जुन पार्टीको आज पुष्पलालको नेतृत्वमा 5 जना संस्थापक हाम्रा नेताहरूबाट सुरु गरिएको कम्युनिस्ट पार्टी अहिले 75औं वर्ष पूरा गरेर 76औं वर्षमा अगाडि बढिरहेको छ। कमरेडहरू, यस अवसरमा म सम्पूर्ण नेपाल कम्युनिस्ट पार्टीमाथि आस्था राख्ने सम्पूर्ण देश विदेशमा रहनुहुने सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। र सँगसँगै हामीले कम्युनिस्ट पार्टीले लिएका उद्देश्य र लक्ष्यमा पुग्नको निमित्त नेपालका कम्युनिस्ट आन्दोलनमा देखा परेका विभिन्न आरोह अवरोह जुन लक्ष्यका साथ हामी लाग्यौं, तर यी विविध समस्या घटनाक्रमले गर्दाखेरि हाम्रो लक्ष्यमा पुग्न केही बाधा विरोधहरू आएको अवस्था पक्कै पनि छ। हामी यसलाई संगठित गर्दै फेरि पनि कम्युनिस्ट पार्टीमा आएको विचलनलाई एकीकृत गर्दै हामीले क्रान्तिकारी कम्युनिस्ट पार्टी बनाउने एउटा महान लक्ष्य लिएर हामी समाजवादमा पुग्ने लक्ष्य, यो महान उद्देश्यलाई सही गोरेटो र कार्यदिशा दिएर अगाडि बढ्ने क्रममा छौं। यस क्रममा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले पहिलो हाम्रो यो पार्टी स्थापना पछाडिको पहिलो, तर हामी कम्युनिस्ट पार्टीको निरन्तरताको रूपमा हामीले जुन राष्ट्रिय महाधिवेशन गर्यौं, यस महाधिवेशनले कम्युनिस्ट पार्टीको एउटा ठोस हामी समाजवादमा पुग्ने लक्ष्य र कार्यक्रम, हाम्रो चाहिँ नेपाली विशेषताको समाजवादी कार्यक्रम पास गरेर हामी अगाडि बढिसकेका छौं। र अब हामी यही लक्ष्यलाई पुग्नको निमित्त समाजवादी कार्यक्रमको बाटोमा अगाडि बढ्ने प्रणका साथ आज हामी यो झापा विद्रोहको क्रममा नेपाली जनताको सुख शान्तिको निमित्त, हक अधिकार प्राप्तिको निमित्त अहोरात्र लड्ने आदरणीय शहीदहरूले पञ्चायती सरकारले बर्बर दमन र उहाँहरूको हत्या गरेको यो झापा विद्रोहका शहीदहरूको शहादत प्राप्त ठाउँ सुखानी यो कम्युनिस्टहरूको पवित्र भूमिमा हामी यो कार्यक्रम गर्न गइरहेका छौं। पक्कै पनि फागुन 21 गते झापा विद्रोहका शहीदहरूको चाहिँ शहादत प्राप्त गर्ने दिन भए तापनि हाम्रो पार्टीको कोशी प्रदेश कमिटीले यसै शहीदहरूको पवित्र भूमिबाट अब हामी निरन्तर रूपमा हाम्रो लक्ष्य र उद्देश्य प्राप्तिका निमित्त एउटा प्रण गर्नेछौं र समाजवादी कार्यक्रममा का निमित्त हामी अगाडि बढ्नेछौं। र हामी आफ्नो ठाउँबाट यहाँ देखा परेका विसंगति, विकृति र यहाँका अनियमित भ्रष्टाचारका विरुद्धमा हामी आफ्नो ठाउँबाट लडेर पक्कै पनि अब हामी अगाडि बढ्ने क्रममा नेपाली जनताले हक अधिकार प्राप्त र यहाँका नेपालीहरूको सुख शान्ति र समृद्धिको निमित्त हामीले हक अधिकार दिलाउनको निमित्त फेरि पनि एकजुट भएर अगाडि बढ्नुपर्ने अवस्था आएको छ। त्यसैले गर्दाखेरि हाम्रो पार्टी कमिटीले यस पवित्र भूमिबाट आजैदेखि फेरि पनि हामीले दिएको लक्ष्य र उद्देश्यमा दृढ भएर हामी अगाडि बढ्नेछौं। हाम्रा आन्दोलनका कार्यक्रमहरू निरन्तर रूपमा हामीले गर्ने आन्दोलनका कार्यक्रमहरू जो शान्तिपूर्ण हुनेछन् अनि हाम्रा विविध आन्दोलनका विविध रूप रहनेछन्। हाम्रो आन्दोलन निरन्तर चलिरहनेछ जबसम्म हामी समाजवादको लक्ष्यमा हामी पुग्दैनौं, तबसम्म हाम्रा मुट्ठीहरू कसेर यहाँका समाज विरोधी, देश विरोधी अनि राष्ट्र विरोधी गतिविधिका विरुद्धमा हाम्रा आन्दोलन जारी रहनेछन्। हामी नेपाल कम्युनिस्ट पार्टीको 76औं स्थापना दिवसको कार्यक्रम झापा
र इलाम जिल्लाको व्यवस्थापनमा त्यसै गरेर मोरङ सुनसरीका तमाम कमरेडहरू र प्रदेशकै धेरै जिल्लाबाट यस कार्यक्रममा उपस्थिति हुनुभएको छ। उपस्थितिको हिसाबले हामी सानै हौला, तर पार्टी हाम्रो सानै होला, तर उद्देश्य र कार्यक्रमका हिसाबले हाम्रो मान लक्ष्य, हाम्रो समाजवादमा पुग्ने लक्ष्य, यो लक्ष्यका निमित्त हामी सदैव चाहिँ एक ढिक्का भएर दृढ भएर हामी अगाडि बढ्नेछौँ भन्ने कुरा राख्दै सम्पूर्ण कमरेडहरू यो कार्यक्रम समापन हुने बेलासम्म यसलाई महत्त्वका साथ सहयोग गरिदिनु हुनेछ भन्ने आशा राख्दै म यस कार्यक्रमको सभाध्यक्षको आसन गर्न चाहन्छु। धन्यवाद। धन्यवाद अध्यक्ष कमरेड। उहाँले आफ्नो साह्रै गर्भित मन्तव्य सहित आफ्नो आसन ग्रहण गरेर जाई। हामी अघि पनि मैले आफूले उद्घोषका क्रममा पनि मैले यहाँहरू विद्रोह गर्न सक्दैन, त्यत्रो ठुलो पार्टीबाट विद्रोह गरेर हामी आएका छौँ। यद्यपि हामीलाई कहिलेकाहीँ खिन्नताको अनुभव चाहिँ हुन्छ। हामी साना छौँ, उनीहरूको लड्को अलिक ठुलो देख्छौँ, तर त्यो हामीले त्यो भोलि पर्सि